सबैलाई नमस्कार। म अर्जुन भुसाल। म धेरै दिन पछाडि फेरि कृष्ण भाइको बारेमा एउटा अपडेट गराउन आएको छु। हामीले बारम्बार उसको परिवार खोजीका लागि धेरै प्रयत्न गरेर हामी कानुनी बाटोबाट अर्को तरिकाबाट उसको परिचय बनाउने एउटा यात्रामा जुट्दै गर्दा एउटा परिवार जसले बारम्बार हाम्रो बच्चा हो भन्नुभएको छ। म यो घटनासँग हो जस्तो पनि मलाई लाग्दैन, तर उहाँहरूको एउटा आग्रह अनुसार डिएनए भन्ने कारणले म यो कुरालाई हुन्छ मैले भन्दा पनि कृष्णले हुन्छ भन्ने कारणले हामी डिएनए चेक गर्ने फेरि अर्को डिएनए का लागि तयारी गर्दैछौँ। सायद कृष्णको यो घटना आफैमा आश्चर्यजनक छ। कोही परिवारका सदस्यहरूले कता कता भनेको घटना पनि आएका छन्, नआएका होइनन्, तर फेरि एउटा परिवार, एउटा मकवानपुर हेटौँडाको परिवारले केही समय अगाडिको घटना लिएर आउनु भएको छ। उहाँहरूले 2062 सालतिरको एउटा घटना, सवारी दुर्घटनामा परेर एउटा मुगलिङमा एउटा गाडी दुर्घटनामा परेको घटना, दुर्घटनामा गाडी सवार र चालक र उहाँको श्रीमती साथमा हुनुहुन्थ्यो र त्यही बेलामा सानो बच्चा पनि थिए त्यहाँ। तर घटनास्थलमै सवारी चालकको